नमस्कार। यहाँभन्दा ट्याक्कै 7 वर्ष अगाडि 2018 जुलाई 27 तारिक घटेको घटना जुन निर्मला पन्तको रेप र मर्डर भएको थियो, सम्पूर्ण नेपालमै लज्जात्मक घटना हो। जुन 13 वर्षकी निर्मला पन्तको आफ्नै गाउँ समाजमै दिन दहाडै रेप र मर्डर भएको थियो। नेपालको कञ्चनपुर जिल्लामा जन्मिएकी निर्मला पन्त दिउँसोको 3 बजे साथीको रुममा अथवा साथीको घरमा पढ्न जाँदै गर्दा उहाँलाई रेप र मर्डर गरिएको थियो र उखु बारीमा फालेको थियो। त्यो केस अहिलेसम्म पनि सल्भ हुन किन सकिरहेको छैन? आखिर यो केसको पछाडि हात चाहिँ कसको छ? 7 वर्षमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, रासपा र रापरपा सम्पूर्ण देशका ठूला 5वटा दलहरू सबै सरकारमा आइसक्दा पनि अहिलेसम्म निर्मला पन्तको केस किन सल्भ हुन सकिरहेको छैन? आखिर यसको पछाडि कुन शक्तिशाली मान्छेको हात छ? र अहिलेको तत्कालीन कुरा गर्ने हो भनेपछि तत्काल त हाम्रो जनताको सरकार छ, जेनजीहरूको सरकार छ, कुनै पार्टीको सरकार छैन। अहिले सबै जेनजीहरूको सरकार हुँदा पनि यो केसलाई किन नजरबन्दमा राखिएको छ? र अहिलेको सरकार प्रमुख सुशीला कार्कीलाई सोध्न चाहन्छु म, तपाईँ एक महिला हो, तपाईको पनि छोरी होलान् र उहाँ पनि कसैको छोरी थियो, छोरी पनि बालिका हो, 13 वर्षको बालिकालाई रेप गरेर मर्डर गरिएको थियो। अहिले देशमा प्रधान न्यायाधीश हजुर नै हुनुभयो, जुन महिला थियो, महिलाको पीडा बुझ्न सक्नु भएन। अहिले देशको प्रधानमन्त्री, देशको कार्यकारी प्रमुख पनि महिला नै हुनुहुन्छ, तर पनि तपाईले अझै पनि निर्मला पन्तको पीडा बुझ्न सक्नु भएको छैन। यो सरकारले धेरै कुरा गरिरहेको छ, देशमा यस्तो हुनुपर्छ, देशमा यस्तो हुनुपर्छ, केपी ओलीलाई समात्नुपर्छ, रमेश लेखकलाई समात्नुपर्छ र सम्पूर्ण जेनजीहरूको आन्दोलनमा भएका मान्छेहरूलाई पनि अब बिस्तारै बिस्तारै समात्दैछ। अहिले यति राम्रो अवसर छ निर्मला पन्तको हत्यारालाई पत्ता लगाउने, जुन कुनै पनि पार्टीको भए पनि कसैबाट दबाब आउने छैन। तपाई अहिले नेपाल सरकारको, जनताको सरकार छ अहिले देशमा। जबसम्म देशमा जनताको सरकारले त एउटा 13 वर्षीय नाबालक बच्चाको रेप र मर्डर भएको केस पत्ता लगाउन सक्दैन भनेपछि जुन पार्टीका नेताहरू छन् जसले आफ्नै फाइदाका लागि राजनीति गरिरहेका थिए अहिलेसम्म, तिनीहरूले कसरी पत्ता लगाउँछन् भनेर विश्वास हामीले कहाँ गएर कसरी गर्ने? अहिलेको सरकारलाई एकदम जोरदार दबाब दिन चाहन्छु म। तपाईले छाड्नुस् केपी ओली, छाड्नुस् शेरबहादुर देउवा, छाड्नुस् रमेश लेखक। तपाईको सरकारमा बस्ने बेलासम्म निर्मला पन्त जुन नाबालिग जसको रेप गरेर मर्डर भएर उखु बारीमा फालियो, उहाँको हत्यारालाई पत्ता लगाएर खुले आम तपाईले फाँसीको सजाय दिन सक्नुहुन्छ कि? तपाईले आफू महिला भएर एउटा महिला बच्चाको पीडा बुझ्न सक्नु भएको छैन? नेपालमा अहिले 13 वर्षको बाल बालिका समेत सुरक्षित छैनन्। र सरकारलाई सोध्न चाहन्छु फेरि पनि म, तपाई सरकारमा बस्ने बेलासम्म निर्मला पन्तको हत्यारा पत्ता लगाइदिनु भयो भने सम्पूर्ण यहाँभन्दा अगाडिका सम्पूर्ण दलहरूलाई नेपाली जनताले 1% पनि विश्वास गर्ने छैनन् र अब आउने चुनावमा सबैलाई जिरो बनाउने छन्। तपाईले पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन सक्नु भएन भने पहिलाको सरकार र तपाईमा फरक चाहिँ के रुने? पहिलाको सरकार एउटा पार्टीको हुन्थ्यो, पार्टीमा आफ्ना मान्छेहरू हुन्थे, आफ्ना मान्छेहरूले गरेका गल्तीहरू पार्टीले लुकाउनु पर्थ्यो। र अहिले जनताकै सरकार छ, जनताकै भलो छ, जनताले बनाएको सरकारमा जनताले नै न्याय पाउन सक्दैन। एउटा रेप र मर्डर केसमा न्याय पाउन सकिरहेको छैन भने जनताले, देशले फेरि विश्वास कसलाई गर्ने? एउटा महिलाको मर्डर भएको छ, महिला प्रधान न्यायाधीश पनि भइसक्नुभयो, अहिले देशकै कार्यकारी प्रमुख प्रधानमन्त्री पनि महिला नै हुनुहुन्छ। यति हुँदा पनि निर्मला पन्तले न्याय पाएनन् भने ग्यारेन्टी दिएर भन्न सक्छु म, निर्मला पन्तले कहिल्यै पनि न्याय पाउने छैनन्।
र सम्पूर्ण जनतालाई म दबाब दिन चाहन्छु, केपी ओली शर्मालाई माफ गरिदिनुस्, अब आउने चुनावमा हराइदिनुस्। तर निर्मला पन्तको चाहिँ हत्यारा पत्ता लगाउन देशको जनताबाट एकदम जोरदार दबाब दिएर सुशीला कार्कीलाई दबाब सिर्जना गर्नुस्, ओम प्रकाश अर्याललाई दबाब सिर्जना गर्नुस्। यस्ता रेप केसहरूको कुनै पनि कारबाही बिना खुले आम समाजमा यो रेप गर्ने मान्छे घुम्यो भने भोलि तपाईंका चेलीबेटीहरू पनि कहिले सेफ हुने छैनन्। तपाईंको पनि भोलि छोरी हुनेछन्, तपाईंको छोराको छोरी हुनेछन् र तिनीहरू त्यही समाजमा उभिरहेका हुनेछन् र त्यो समाजको त्यो अपराधीले तपाईंको छोरीलाई पनि कहिले रेप गरेर मार्छ भन्ने कुरो तपाईलाई न मलाई कसैलाई पनि थाहा हुने छैन। त्यो भएको हुनाले समयमै जनताको सरकार भएको बेला सरकारलाई दबाब दिएर निर्मला पन्तको हत्यारालाई छिटोभन्दा छिटो कारबाही गर्न पाऊँ भन्ने सम्पूर्ण जस्टिस फर निर्मला भन्ने एउटा ट्विट गरेर एउटा सोशल मिडियामा आन्दोलन चलाइदिउँ। जसरी हामीहरूले नेपो किटको बारेमा आन्दोलन चलाएका थियौँ सोशल मिडियामा, त्यसरी निर्मला पन्तको बारेमा अब आन्दोलन चलाउनु जरुरी छ। यदि निर्मलाले महिला प्रधानमन्त्री भएको बेला न्याय पाएन भने अब कहिल्यै पनि पाउने छैनन् साथीहरू। थ्याङ्क यू।